यस्तो बेलामा तपाईहरुले आंशिक जित हासिल गर्नुभयो, पुरानो सरकारले त ढाल्नुभयो, तर सत्ता ढलेको चाहिँ छैन। अहिले हामीले व्यवस्था नै बदल्न खोजेका त होइन, तर व्यवस्थामा केही महत्त्वपूर्ण सुधार गरेर जुन यस्ता भ्रष्टहरू त्यहाँबाट जन्मिए फेरि भ्रष्टहरू जन्मन नपाउन् र तपाईहरु आफै पनि त सत्ताले भ्रष्ट नपाओस् भन्नको निम्ति केही सुधार गरेर मात्रै निर्वाचनमा चाहिँ जानु चाहिँ पर्छ। खास गरी निर्वाचन प्रणालीमा जुन त्रुटि छ, मैले संविधान बनाउने बेलादेखि नै यो संविधान आधा गिलास भरि आधा खाली छ भनेको थिएँ, किनकि यसको शासकीय जुन त्रुटि छ त्यसले गर्दा कसैले पनि बहुमत ल्याउन दिँदैन, कुनै पनि सरकारलाई 5 वर्ष टिक्न दिँदैन। जब देशमा लोकतान्त्रिक स्थिरता हुँदैन त्यति बेलासम्म सुशासन र समृद्धि हुँदैन। हाम्रो मुख्य एजेन्डा सुशासन समृद्धि हो। त्यसको निम्ति चाहिने चाहिँ फेरि राजनीतिक लोकतान्त्रिक स्थिरता, कुनै तानाशाहको राजा महाराजाको गतिहीन स्थिरता होइन, लोकतान्त्रिक स्थिरता। त्यसको निम्ति शासकीय प्रणालीमा हामीले समयको सुधार गर्नै पर्छ। त्यो भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नै हो। यसमा अब प्रधानमन्त्री के आदि भन्ने बहस पनि छ, त्यता अहिले नजाउँ, पछि बहस गरौँला। तर प्रत्यक्ष रूपमा निर्वाचित कार्यकारी प्रणालीमा नगएसम्म देशमा राजनीतिक स्थिरता हुँदैन र यिनै भ्रष्टहरू विभिन्न ढङ्गले चाहिँ चलखेल गरेर फेरि सत्तामा आउने र तपाईहरुको यो बलिदान खेर जाने खतरा रहन्छ। त्यसले त्यसको निम्ति तपाईले प्रष्ट रूपमा अहिलेको चाहिँ सत्ता जो राष्ट्रपति हुनुहुन्छ, प्रधानमन्त्रीको नेतृत्वमा सरकार बनेको छ, यो बनेको सरकार त तपाईहरुले बनाएको सरकार हो, तपाईहरुप्रति यो प्रतिबद्ध हुनुपर्छ। त्यसैले उहाँहरुसँग तपाईहरुले चाहिँ व्यवस्थित ढङ्गले आफ्नो नेतृत्वको चयन गर्नुहोस् र यो सरकारसँग वार्ता गरेर, सरकारसँग अरूसँग होइन, सरकारसँग वार्ता गरेर लिखित रूपमा तपाईले चाहिँ निर्वाचन हुनुभन्दा अगाडि केही सुधारका काम हुनु पर्यो। पहिलो त यो भ्रष्टाचारीहरूलाई कारबाही गर्नु त्यो एउटा आयोग बन्नु पर्यो। छानबिन यो घटनाको छानबिन गर्ने आयोग त बनेको छ, त्यो अंश हो। मुख्य कुरो त जुन भ्रष्टाचारीहरूको विरुद्धमा तपाईको आन्दोलन केन्द्रित हो, यी भ्रष्टाचारीहरूको छानबिन गरेर यिनलाई ठेगा नलाएसम्म फेरि अरबौं जुन यिनले लुटेर राखेको सम्पत्ति छ, अलिअलि त अस्ति जलेर गयो, तर धेरै त उनीहरूले लुकाइराखेका छन्। त्यसैको बलमा फेरि चुनाव जितेर चाहिँ आउँछन् र यो प्रणालीमा राजनीतिक स्थिरता हुँदैन। त्यसले तुरुन्त उच्चस्तरीय विश्वसनीय आयोग बनाएर यो भ्रष्टाचारको छानबिन गर्ने र संविधानमा चाहिँ अहिले जुन प्रक्रियाले यो सरकार बनेको छ त्यही प्रक्रियाबाट नै अध्यादेश मार्फत चाहिँ संविधानमा आवश्यक संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको निर्वाचनमा जाने, यति सुधार गर्न सकियो भने बल्ल तपाईहरुको त्याग र बलिदानको अर्थ रहन्छ। होइन भने फेरि घुमिफिरेर मजाटार भन्ने खतरा चाहिँ रहन्छ। यतापट्टि चाहिँ युवा साथीहरुको ध्यान पुगोस् भन्ने म आग्रह गर्न चाहन्छु।